यस्तो ठुलो पोखरी छ। यहाँ हेर्न सक्नुहुन्छ माछा चाहिँ कति धेरै माछाहरू माछा देख्छु। यहाँ हेर्न सक्नुहुन्छ विराटनगरबाट। हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी यो बेलबारीमा भएको बेतना सिमसार भन्ने ठाउँमा आएको छु। यो यसलाई वेटल्यान्ड पनि भनिन्छ। हामी विराटनगरदेखि यो जोरहाट हुँदै होइन कुसला चोक हुँदै जोरहाट हुँदै विराट चोक हुँदै बाटो आएको हो। बाटो त अब यहाँ बेलबारी कटेपछि त धेरै खत्तम छ बाटो, धेरै धुलो नै धुलो उडिरहेछ। पछाडि हेर्न सक्नुहुन्छ यही यो वेटल्यान्ड। अब हामी भित्र गएर तपाईँलाई देखाउनेछु कस्तो छ यो वेटल्यान्ड भन्ने त। म पनि फर्स्ट टाइम आएको, बाइकमा आएको, धेरै धुलो नै धुलो उडिरहेछ। अब यस्तै हो। अब भित्र जाउँ। यही यसको प्रवेशद्वार बेतना सिमसार हुने। अब हामीभित्र के छ, यो धेरै ठुलो जङ्गल छ, घुम्ने ठाउँहरू धेरै छ, पिकनिक सिकनिक गर्छ मान्छेहरूले। अब यसमा हामी भित्र गएर के छ हामी तपाईँहरूलाई देखाउनेछौँ। ल अब म बेतना सिमसार वेटल्यान्डको भित्र छिरिसकेको छु। यस्तो छ, त्यहाँ अगाडि एन्ट्री थियो, त्यो हरियो कलरको एन्ट्री गेट थियो पछाडि। अब हामी छिरिसकेको छ। यस्तो छ। अब यहाँबाट सिधा जाने हो अगाडि। यहाँनिर यस्तो छ। अब यहाँबाट सिधै गएर अगाडि अब एक्सप्लोर गर्नुपर्छ। अगाडि यहाँ बोटिङ गर्ने ठाउँ छ, त्यहाँ अगाडि बच्चाहरूलाई खेल्ने ठाउँ पनि छ। यहाँ अगाडि यत्रो ठुलो नदी छ। यही नदीमा बोटिङ हुन्छ। त्यहाँ बोटिङ गर्ने ठाउँ छ, त्यहाँ बोटहरू पनि राखेको छ। यहाँ बस्ने ठाउँहरू छ। यहाँ जीवजन्तुहरू पनि छ, जू छ सानो अरे। यस्तो छ। एन्ट्रीबाट अब यहाँबाट सिधै जाने हो हामी। अझै अगाडि गएर हामी एक्सप्लोर गर्नेछौँ। अब यहाँ हेर्न सक्नुहुन्छ यो बोटिङको लागि यत्रो ठुलो नदी छ। यहाँ ठाउँ ठाउँमा बस्ने ठाउँ बनाइरहेछ। एकदमै ठुलो जङ्गल छ अरे। मिनी जूहरू छ, बोटिङ सोटिङ गर्नलाई, पिकनिक सिकनिक गर्नलाई मान्छेहरू यहाँ आउने गर्दछ। अब हामी बेतना सिमसारको वेटल्यान्डको भित्र छिरिसक्यौँ, पुरै भित्र छिरिसक्यौँ। अगाडिबाट अब छिर्दै हामी यहाँ अगाडि आछौँ। यहाँ हेर्न सक्नुहुन्छ पोखरी छ। यहाँ कस्तो ठुलो पोखरी छ। यहाँदेखि त्यहाँसम्म ठुलो पोखरी छ। अघि जुन भनेको थियो बोटिङ हुन्छ, त्यहाँ बोटहरू रहेछ। यहाँ यस्तो छ। त्यहाँ माछाहरू छ, कति धेरै माछाहरू छ हौ यहाँ। कुन माछा हो र यो? रहु त होइन, अर्कै माछा। यो क्याटफिस हो क्या हो? त डकहरू पनि रहेछ। मान्छेहरू फोटो खिचिरहेको छन्। यहाँ हेर्न सक्नुहुन्छ कति धेरै माछा छ। कति धेरै माछा हो क्या यहाँ। नानी माछा नै माछा छ। नानी माछा, बाप रे बाप कति धेरै माछा छ क्या। माछा छ। यहाँ हेर्न सक्नुहुन्छ क्या दामी बनाएको छ। त्यहाँ अगाडि हेर्न सक्नुहुन्छ कति ठुलो छ। बीको मूर्ति हो कि हो, डिजाइन जस्तो बनाएको छ त्यहाँ अगाडि। यहाँ हेर्न सक्नुहुन्छ माछा चाहिँ कति धेरै माछा छ। अब हामी अगाडि जाउँ। अझै धेरै ठुलो छ यो। यहाँ आई लभ बेतना सिमसार। यहाँ मान्छेहरू अघि फोटो भिडियो खिच्दैछ बसेर। यहाँ हेर्न सक्नुहुन्छ कति ठुलो पोखरी छ। यहाँ विराटनगरमा लास्टै गर्मी भएको कारणले हामी कतै डुल्न जाउँ शीतल ठाउँमा भनेर अनि आज हामी यहाँ बेलबारीको बेतना सिमसारमा पुग्यौँ। यहाँ हेर्न सक्नुहुन्छ अझै कति पछाडि छ। धेरै ठुलो छ यो ठाउँ। यहाँ मान्छेहरू पिकनिक मनाउन पनि आउँछन्। मिनी जू छ, जू हेर्न आउँछन्। शीतलको लागि आउँछन् यहाँ मान्छेहरू, गर्मी धेरै भएर। हेर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ पुल
यहाँ हेर्न सक्नुहुन्छ हाँसहरू कति। तर यहाँ पोखरीमा माछा कति धेरै माछा थियो। अघि हामीले हेऱ्यौँ जङ्गल हेर्न सक्नुहुन्छ कति ठुलो जङ्गल छ। यो अझै नै धेरै ठुलो छ, अगाडिसम्म छ। त्यहाँ मेरो साथी बसिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ जङ्गल। अब हामी धेरै भित्र जाँदै हामी घना जङ्गलको बिचमा आइसकेका छौँ। हेर्न सक्नुहुन्छ कत्रो भित्र छ, अझै जङ्गलै जङ्गल छ। अरू मान्छेहरू अरू बाटोबाट जाँदै थिए। हामी चाहिँ अब साथीलाई भनेर मैले जाउँ न, हामी अर्को बाटो जानुपर्छ भनेर अझै पछाडि जानुहुन्छ भने अझै भित्र माथि कति माथि जङ्गलै जङ्गल छ। अब साथीले भन्यो अब धेरै भित्रमा जाउँ, जङ्गल मात्र छ, केही छैन। मान्छेहरू अरू ठाउँबाट जाँदै थिए अनि हामी पनि त्यतैबाट जाउँ। अब त्यताबाट अब घुम्ने ठाउँहरू पनि छ, जूहरू छ, त्यतै जाउँ बरु भनेर अब हामी फर्किन आँटेको। यहाँ हेर्न सक्नुहुन्छ हामी त्यहाँ अगाडिबाट आएको थियो, साथी जाँदैछ। यस्तो घना जङ्गल छ यहाँ पुरै। यहाँ अब हामी फर्किन आँटेको, हामी धेरै भित्र आइसकेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ बा जङ्गलै जङ्गल। हामी त्यहाँ पछाडिसम्म पुगेका थियौँ, तर पछाडि अझै पछाडि कता जान्छ थाहा भएन हामीलाई, त्यही भएर हामी फर्केको। अलि जङ्गल मात्र थियो। मान्छेहरू त्यहाँ 4-5वटा बाटो बनाएको छ। मान्छेहरू अरू बाटोबाट उता घुम्ने ठाउँहरू जाँदै थिए। हामी चाहिँ अब यो बाटो कहाँ जान्छ भनेर जङ्गल एक्सप्लोर गर्न जाउँ भनेर अनि यत्रो भित्र छिरेको थियौँ। अब हामी फर्किन आँटेको। अब हामी अर्को बाटो जान्छौँ। अर्को बाटोमा के छ हामी तपाईँलाई देखाउनेछौँ। हामी अब यहाँ यस्तो छ, हेर्न सक्नुहुन्छ जङ्गलै जङ्गल। त्यहाँ पछाडि एउटा जङ्गलमा आयो। यहाँ अब छारी छ बस्नलाई, मान्छे एउटा सुतिरहेको छ। पोखरी छ त्यहाँ। यस्तो यहाँबाट नि बाटो छ, यहाँ थुप्रै बाटो छ, कताबाट मान्छेहरू जान्छन् थाहै हुँदैन। हामी चाहिँ ऱ्यान्डम बाटोमा छिरेका थियौँ, हामी जङ्गल मात्र थियो। हामी अगाडिबाट आएको थियौँ, फेरि त्यहीँबाट फर्किरहेको छौँ। त्यो मान्छेहरू फोटो खिचिरहेको छ, त्यो एकजना सुतिरहेको छ जस्तो। यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ यही बाटो सिधा गएको थियौँ। यस्तो घना जङ्गल छ, शीतल पनि छ, यहाँ हावा चलिरहेछ। अब चाहिँ हामी अर्को बाटोबाट छिर्दै अगाडि जाँदैछौँ। त्यहाँ अगाडि बस्ने टाइपको देखिरहेछ। यो बाटो चाहिँ कता लाग्छ। यहाँ नि घना जङ्गल छ पुरै, यहाँ हेर्न सक्नुहुन्छ। मान्छेहरू यही बाटोबाट अगाडि जाँदै थिए, हामी पनि त्यही भएर फर्केर यही बाटोबाट अगाडि जाँदैछौँ। त्यहाँ बस्ने ठाउँ छ, मान्छेहरू डेटिङमा छ जस्तो छ। यो बाटोबाट अगाडि आउँदै यहाँ पुगेछौँ। चौतारी अघि देखाएको थिएँ, चौतारी यहीँ छ। पिकनिक गर्नलाई चाहिँ राम्रो ठाउँ बनाइदिएको छ। यो पिकनिक गर्नलाई मान्छेहरू आउँदो रहेछन्। त्यहाँ अनि मान्छे बसिरहेछन् शीतलमा। यहाँ छ, त्यहाँ बाथरुम छ जस्तो छ। यहाँदेखि अगाडि छ बस्ने ठाउँहरू छ। यहाँ बस्नुभन्दा पनि मान्छेहरू अब पिकनिकको बेला पिकनिक बनाउन आउँछन्। हेर्न सक्नुहुन्छ यस्तो छ, यस्तो सानो चौतारी बनाइरहेछ। त्यहाँ बस्ने टाइपको बनाइरहेछ। अब त्यहाँ पुल छ सानो, त्यो पुल तरेर अगाडि मान्छेहरू जाँदो रहेछन्। यहाँ नि एउटा हट सेपको बनाएको छ। अघि पहिला बेतना सिमसार बनाए जस्तै यहाँ पनि हट सेपको एउटा बनाएको छ, हेर्न सक्नुहुन्छ। यहाँ नि बसेर फोटो खिच्न मिल्दो रहेछ। बेतना सिमसार यहाँ के छ यो डढेलो बाटो जोगाउने तरिकाहरू ल्याएको छ। यस्तो छ। अघि हामी त्यहाँ थियौँ, त्यो पुल हरियो पुलमा थियौँ। त्यसपछि हामी अब उताबाट अब यो पुलमा आएछौँ। यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ पुल। यहाँ नि ठुलो पोखरी छ। नानी माछा छ, कति धेरै माछा देख्छु त हामी जहिले।
माछा नै माछा, धेरै माछा पालेको रहेछ। यस्तो छ, यहाँ पनि पुरै शीतल छ। अगाडि फोटो खिच्दैछ मान्छेहरूले। यो पुल राम्रो पुल बनाएको छ। यहाँबाट अगाडि यसरी आयो, यहाँ अगाडि जानु अझै अगाडि छ, अझै अगाडि के छ अब यहाँ गएर हेर्नेछौँ। यो यतातिर चाहिँ माछा रहेनछ त, त्यहाँ एउटा ठुलो माछा रहेछ। त्यहाँ कत्रो ठुलो माछा रहेछ एउटा, तल गयो। देखिरहेछ माछा, मलाई के देखिरहेछ। अब हामी त्यो अगाडिको पुल पार गरेर अगाडि जान आँटेको। त्यहाँ अगाडि मिनी जू छ, अब त्यो एक्सप्लोर गर्ने हो। त्यसपछि अब अरू के छ यहाँ हामी एक्सप्लोर गर्ने हो। अगाडि गएर यहाँ हेर्न सक्नुहुन्छ, त्यही पछाडिको पुलबाट आएको हामी। मान्छेहरू आइरहेछन्, त्यहाँ जू छ, एउटा पुल छ फेरि सानो, त्यहाँदेखि त्यहाँ जूहरू छ सानो सानो, यहाँ हेर्न सक्नुहुन्छ। के हो, हरिण होइन? त्यहाँ लेखेको होला त्यसको नाम, यहाँ हेर्न सक्नुहुन्छ हरिण। हेर्न सक्नुहुन्छ नेपाली नाम चाहिँ चितल ल्याएको छ, तर हेर्दा त म हरिण अब प्रजातिको नामहरू फरक फरक होला। हरिण बस्नलाई कति ठुलो बनाइदिएछ। त्यहाँबाट आएर यो पुल पार गरेर हामी अब अझै भित्र जान आँटेछौँ। यहाँ मिनी जूहरू छ। अघि तपाईँलाई हरिण देखाएको थिएँ, अब यहाँ हेर्न सक्नुहुन्छ खरायो। के गर्दैछ त्यो खरायोहरूले? चल एकैचोटि सब खाँदैछ, हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ बादल छ, हेर्न सक्नुहुन्छ बादल। हरियो मटर जस्तो खाइरहेछ। अब यहाँ हेर्न सक्नुहुन्छ अर्को खरायोको प्रजाति। क्या राम्रो खरायो रहेछ यहाँ, कस्तो ग्रे र व्हाइट कलरको खरायो रहेछ है। के हो, कस्तो दामी छ खरायोहरू। मान्छेलाई खरायो कि सुँगुर जस्तो पनि लाग्छ हौ अलिअलि। क्या हो त, पिङ्क पिङ्क कलरको कान छ नि त नि यसको, त्यही भएर। यहाँ हेर्न सक्नुहुन्छ क्या राम्रो ब्युटिफुल खरायो रहेछ। अघि चाहिँ त्यो नर्मल खरायो थियो, यहाँ चाहिँ अब अब त्यो ब्युटिफुल खरायो हेरेपछि हामी यहाँ पनि फेरि अर्को खरायोको प्रजातिहरू छ, हेर्न सक्नुहुन्छ। सेतो अघि आइरहेको सुरुमा यहाँ नि हरियो मटर खाँदैछन्, त्यो अघि बाँदरहरूले जे खाँदै थिए। अब खरायो र बाँदरहरू हेरिसकेपछि हामी यहाँ अझै अगाडि जाँदाखेरि हामी अब यहाँ सर्प पालेको ठाउँमा छिरेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ कुन सर्प यो, कुना पनि रहेछ म्यासला, झन्डै थपाएको म्या, कस्तो डर लाग्दो रहेछ म्या। त्यहाँ पनि छ, त्यहाँ पनि छ एउटा कुनामा त केही देखिँदैन। हेर्न सक्नुहुन्छ कुन सर्प हो यो है, खै कसैलाई थाहा छ भने यो भन्नु होला कुन पाइथन जस्तो लागिरहेछ, हेर्न सक्नुहुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ इगल हो, इगल, चिलो, चिल चिल चिल। ए माथि बसिरहेछ त्यही भएर नदेख्यो हो। चिल माथि छ, एउटा चिल त्यहाँ छ, यहाँ हेर्न सक्नुहुन्छ एउटा चिल यहाँ छ, अनि अर्को चिल यहाँ छ। दुईटा चिल रहेछ यहाँ। बाबे यहाँ हेर्न सक्नुहुन्छ राजगिद्ध, कति ठुलो राजगिद्ध रहेछ। बाफ रे बाफ,
एउटा त्यहाँ पङ्क फैलाएर पुरै बसिरहेको छ। त्यहाँ हेर्न सक्नुहुन्छ तल कत्रो ठुलो पखेटा छ त्यसको। अब तपाईँ यहाँ हेर्न सक्नुहुन्छ व्हाइट मुसो, के भन्छ यसलाई, नाम छैन त यसको। व्हाइट कलरको व्हाइट कलरको मुसो रहेछ। अब जू घुमेर मिनी जू घुमेर अझै अगाडि हामी जान आँटेछौँ। त अगाडि अझै देखिरहेको छु त्यहाँ हरिणहरू के राखिरहेको छ जनावरहरू। अझै अगाडि जाउँ अनि अब हेरौँ के छ अझै। फेरि अझै पोखरी देखियो, यहाँ नि माछा होला सायद पोखरी छ। ऊ त्यहाँ सानो जूमा के छ अझै एउटा, यहाँ बच्चाहरूलाई पिङ खाल्दैछ खेल्नलाई। यहाँ वासरुमहरू रहेछ, अगाडि राम्रो रहेछ बस्ने ठाउँहरू, सायद फाउन्टेन छ त्यहाँ। ओ त्यहाँ एउटा सानो हरिण रहेछ, बच्चाहरू खेलिरहेछ। नानी बस्ने ठाउँहरू चाहिँ धेरै ठाउँ बनाइदिएको रहेछ र मान्छेहरू हेर्दै थाक्यो भने बस्नु सकिन्छ। यहाँ एउटा हरिणको बच्चा रहेछ क्या, हरिणको बच्चा हो। एक्लै किन राखेको छ यसलाई? यहाँ हेर्न सक्नुहुन्छ यो पोखरी राम्रो रहेछ, पोखरी राम्रो पोखरी बनाएको रहेछ। त्यहाँ पनि एउटा हट रहेछ मान्छेहरू फोटो खिच्नलाई, यहाँ यस्तो ठाउँ रहेछ। अगाडि जू सू हेरेर अगाडि आइसक्यौँ। आउँदा आउँदा यहाँ ठ्याक्क हामी जहाँबाट आएको थियौँ त्यहीँ पुगेको छौँ। अघि चाहिँ फाउन्टेन चालु थिएन, अब यहाँ फाउन्टेन पनि चालु भएछ। क्या राम्रो फाउन्टेन, अघि हामी आउँदाखेरि फाउन्टेन चाहिँ चालु भएको। फाउन्टेन क्या राम्रो देखियो यहाँ। यो इन्ट्री यहीँबाट अघि हामी छिरेको थियौँ सुरुमा, अगाडि त्यो फाउन्टेन देखेर फेरि त्यही बाटोबाट अघि सुरुमा जहाँबाट हामी गएको थियौँ फेरि त्यही बाटो छिरेको छौँ एकछिन बस्नलाई, थाकिसक्यो। यहाँ हेर्न सक्नुहुन्छ त्यो जङ्गलमा पाउने विभिन्न किसिमको जडीबुटीहरूको नाम लिएको छ यहाँ। अब यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू बोटिङ गर्दैछन्, ऊ त्यहाँ पर बोटिङ गर्दैछन्। अब घाम धेरै भएर हामी चाहिँ बोटिङ गर्न नगएको। यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू आफै पेडल हानेर बोटिङ गर्दैछ। अघि हामी 1 बजे नै आएको थियौँ, अब पुरै हामी घुमिसक्यौँ। लगभग 2-3 घन्टै घुम्यौँ हामी यहाँ पुरै बेतना सिमसार वेटल्यान्डमा। अब 4 बजिसक्यो, अब 2 राउन्ड लगाइसक्यौँ हामीले यो बेतना वेटल्यान्डको। अब हामी निस्किन आँटेको, यहाँ हेर्न सक्नुहुन्छ। हामी अब जहाँबाट इन्ट्री गरेका थियौँ यहाँबाट इन्ट्री गरेका थियौँ, यहीँबाट अब निस्किनुपर्छ हामी। यहाँ हेर्न सक्नुहुन्छ बेतना सिमसार वेटल्यान्ड भन्छ यसलाई। 4 बजिसक्यो, हामी 2-3 घन्टादेखि घुमेको गयौँ छौँ, 2 राउन्ड लगाइसक्यौँ। अब हामी बाहिर निस्किसकेछौँ। यो टिकट काउन्टर यही थियो, यो सिमसार बेतना वेटल्यान्ड। अब हामीले गाडी त्यहाँ पार्क गरेका थियौँ। यही हो वेटल्यान्ड, बेतना सिमसार वेटल्यान्ड। गाडी पार्क गरेर अब हामी फेरि जुन बाटोबाट आएको थियौँ त्यही बाटोबाट हामी फेरि जानेछौँ, बेलबारी हुँदै विराटचोक हुँदै सुन्दर रस्ता हुँदै विराटनगर। अब बाटोमा केही खानेकुरा राम्रो भेट्यो भने त्यहाँ बसेर खानेछौँ। साथीले पार्किङमा बाइक आएको थियो, यहाँ पार्किङ निकाल्दैछु। हामी बेतना सिमसारबाट निस्किसकेको अनि यहाँ विराटचोकतिर आएको छौँ हामी। अब हामीलाई भोक लागेको थियो अलिक, अनि त्यही भएर हामी एउटा यो कुनै मोमो पसलमा छिरेको छौँ।
मोमो पसलको नाम चाहिँ स्वागत मोमो भन्ने छ। हेर्न सक्नुहुन्छ यस्तो छ मोमो। हामीले चाहिँ बफ मोमो एउटा गएको छौँ। बफ मोमो यस्तो छ। मलाई भोक लागेको कारणले विराट चोकतिर यसो पसल खोज्दै गएको अनि एउटा चौकात मोमो पसल गऱ्यौँ अनि त्यहाँ अब हामी बफ मोमो खान आएको छौँ। हेर्न सक्नुहुन्छ। अब हामी मोमो खाएर ससेस पनि खान मन लाग्यो, त्यो ससेस एउटा ससेस चाहिँ यस्तो छ। हेर्दा त राम्रै लागिरहेछ। अब ससेस खाएर अब विराटनगरतिर फर्किनेछौँ। हामी बफ मोमो खाएर ससेस खाएर निस्केको यही होटलमा निस्केका छौँ, स्वागत मोमो सेन्टर। त्यो अगाडि विराट चोक छ। विराट चोकदेखि अलिकति अगाडि आउनु भयो भने यहाँ स्वागत मोमो चाहिँ राम्रै थियो, ससेस पनि राम्रो थियो।